तपाईँले चाहिँ 1 वर्ष काम गरेको त्यस्तो अनुभव छ भने त्यो अनुभवको आधारमा पनि तपाईँले सिप परीक्षणको लागि चाहिँ सहभागी हुन सक्नुहुन्छ। अनि अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ लेभल 1 मा चाहिँ यही दुईटा हो। पहिला तपाईँले तालिम लिएको हुनु पर्यो। तालिम नलिए पनि तपाईँले आफै चाहिँ सिक्नु भएको छ भने पनि सिप परीक्षणको परीक्षामा चाहिँ तपाईँले सामेल हुन चाहिँ सक्नुहुन्छ है। र अनि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि सिटिबिटीले प्रत्येक वर्षको 3 पटक चाहिँ निःशुल्क सिप परीक्षण खोलेको हुन्छ। एउटा चैतमा खुल्छ, चैतको 17 गते, असारको 21 गते, श्रावणको 21 गते र मङ्सिरको 12 गते। प्रत्येक वर्ष चाहिँ वर्षको 3 चोटि चाहिँ सिप परीक्षण खुलेको हुन्छ। र त्यो सिप परीक्षण खुलेको बेलामा तपाईँहरूसँग 3टा चिज मात्रै चाहिन्छ। एउटा तपाईँहरूको चाहिँ पासपोर्ट साइजको फोटो चाहिन्छ। अर्को चाहिँ तपाईँले यदि तालिम लिएको हो भने आधिकारिक संस्थाबाट सम्बन्धन सिटिबिटीबाट सम्बन्धन लिएर तालिम लिएको सम्बन्धन लिएको संस्थाबाट तपाईँहरूले चाहिँ 390 घन्टाको चाहिँ तालिम गरेको भनेर चाहिँ सर्टिफिकेट छ भने त्यो सर्टिफिकेट चाहियो। र अर्को चाहिँ नेपाली नागरिकता चाहिँ कम्पलसरी चाहिन्छ। यति 3टा चिज मात्रै भयो भने तपाईँहरू तयको सिप परीक्षणको लागि आवेदन गर्न चाहिँ सक्नुहुन्छ। यति 3टा चिज है। र अब तपाईँले चाहिँ यो तालिम लिनुभएको छैन भने तपाईँहरूले जहाँ काम गर्नुहुन्छ नि, कुनै एउटा तपाईँ भन्नु न कुनै एउटा टेलरमा काम गर्नुभयो, बुटिकमा काम गर्नुभयो भने त्यो बुटिक चाहिँ दर्ता भएको बुटिक हुनु पऱ्यो, त्यसको प्यान नम्बर हुनुपर्छ। अथवा कुनै टेलर चाहिँ प्यानमा दर्ता भएको टेलरले यो नचमा चाहिँ यति मितिदेखि त अहिलेसम्म निरन्तर रूपमा चाहिँ यो सिलाइ सम्बन्धी काम भनेर काम तोकिएको हुनुपर्छ। टेलरमा काम गरेको भनेर हुँदैन, सिलाइ सम्बन्धी उसले चाहिँ काम गरेको हो भनेर त्यो संस्थाले एउटा चिठी अथवा प्रमाणपत्र अथवा अनुभवको एउटा चिठी बनाइदियो भने अनि तपाईँ चाहिँ तयको लागि चाहिँ योग्य हुनुहुन्छ। अब भनौँ न कसैले कहीँ पनि काम गरेको होइन, जस्तो घरमै भन्नु न, अब हाम्रो परम्परागत रूपमा चाहिँ घरमै सिलाउने पनि त हुन्छौँ नि हामी होइन। जस्तो हामीले अहिले आएर पो तालिम लिन थालियो, योभन्दा अगाडि त हाम्रै घरमा चाहिँ आफ चाहिँ घरमै अथवा परिवारमै सिकेको मान्छेहरू नि हुन्छ नि, उनीहरू त कहीँ गएर काम गरे हुँदैनन् भने त्यस्ता मान्छेलाई चाहिँ के गर्न सकिन्छ भन्दाखेरि तपाईँको सम्बन्धित वडा कार्यालयले फलानु व्यक्तिले यो उसले परम्परागत रूपमा आफ्नै घरमा चाहिँ सिलाइ सम्बन्धी काम गरेको हो भनेर वडाले प्रमाणित गरिदिए पनि हुन्छ। बुझ्नुभयो नि? वडाले उसले चाहिँ यहाँ काम गरिराखेको सिलाइ भन्ने वडा शब्द आउनुपर्छ, सिलाइ सम्बन्धी काम गरेको हो भनेर चाहिँ वडाले प्रमाणित गरेर पठाइदियो भने यो आधारमा पनि तपाईँहरू चाहिँ तालिमै नगरे पनि सिप परीक्षणको लागि तपाईँहरूले आवेदन दिन चाहिँ सक्नुहुन्छ। र अब आवेदन दिनुभयो होइन, आवेदन दिइसकेपछि तपाईँहरूको परीक्षा कसरी हुन्छ भन्ने कुरा म्याडमहरूले सिकाइसक्नु भएको छ, भनिसक्नु भएको छ, भन्नुभएको छ नि होइन, मैले भन्नुपर्छ। अब तपाईँको परीक्षा भनेर तपाईँहरू डराउनु पर्दैन, आत्तिनु पर्दैन। त्यसमा तपाईँहरूले लेख्न केही पनि पर्दैन। यो तयमा तपाईँले केही लेख्नु पर्दैन। तपाईँले लेख्ने भनेको सिर्फ के हो भन्दाखेरि नाम लेख्न पुरा हाजिर गर्नु पऱ्यो, त्यति हो। र अनि अर्को चाहिँ के हुन्छ भन्दा तपाईँले कलम र कापी चाहिने, पेपर चाहिने भनेको यो ड्राफ्ट चाहिँ गर्नुपर्छ। जस्तो उदाहरणको लागि तपाईँले यो टोपी सिलाउनु भयो, तपाईँलाई टोपी सिलाऊ भनेर चाहिँ भन्यो भने त्यो टोपीको चाहिँ ड्राफ्ट चाहिँ तपाईँले पेपरमा चाहिँ गर्नुपर्छ, त्यति हो। त्योभन्दा बढी केही नै गर्नु। अरू चाहिँ भनेको के हो भन्दाखेरि तपाईँलाई राष्ट्रिय सिप परीक्षण समितिले यस्तो सिलबन्दी गरेर क्वेसन पठाएको हुन्छ। अनि त्यो क्वेसन चाहिँ तपाईँहरूकै अगाडि खोलिन्छ र अनि क्वेसनमा जे भनेको हुन्छ त्यो चाहिँ काम गरेर देखाउनु। जस्तो उदाहरणको लागि तपाईँलाई चाहिँ एउटा भोटो सिलाऊ भनेर आयो, 4 घन्टाभित्रमा भोटो सिलाएर सक्छ। मैले उदाहरणको लागि भनेको फेरि भोटै हुँदैन, अरू अन्य कुराहरू हुन्छ। अनि 4 घन्टाभित्रमा चाहिँ त्यो जस्तो सर्ट सिलाऊ, भोटो सिलाऊ अथवा चाहिँ फ्रक सिलाऊ के भन्छ, अनि त्यो 4 घन्टाभित्रमा तपाईँहरूले ड्राफ्ट गरेर पहिला ड्राफ्ट